म दोष कसैलाई दिन्न। यो नेपाली समाज, नेपालमा गरिबी त्यति मात्र पनि होइन। कहिलेकाहीँ त यो अलिअलि कमाएर धनी जीवनस्तर राम्रो सम्मान प्रतिष्ठाको कमाइसकेका मान्छेहरू पनि विशेष गरेर कलाकारहरू चाहिँ यति तुच्छ तल्लो लेभलका हुन्छन् कि तिनीहरूलाई पैसा भए जसका लागि पनि जे बोलिदिने, जसका लागि जे गरिदिने, यी सबै थोक सकेर जनतालाई एउटा जुत्ताको धुलो जति पनि नगर्ने नेताहरूलाई पनि तिनीहरूको देवत्तीकरण गरिदिने। जस्तै विगतमा पनि नभएको होइन, गरेका छन्। यो जस्तै यो कमेडियन एउटा के छ नि, ऊ के अरे प्रचण्डको झोले बनेर हिँड्यो, गीत गाइ हिँड्यो। अर्को छ हाम्रो यो के अरे केपी ओलीको लागि गीत गाइ हिँड्ने बद्री पङ्गेनी। अहिले ठ्याक्कै त्यस्तै गरेछ प्रकाश सपुतले। यो जब यो यसको अस्ति त्यो जुन एउटा नेपाली मुभीमा के अरे सारङ्गी दाइको के त्यो मुभीमा पनि त्यस्तै गरेर एकदमै ठुलो धोका दिएको, त्यति बेरै मलाई कता कता शङ्का लागेको थियो। मान्छे मान्छेहरू जति पपुलर छ, जति मान्छेहरू मन पराउँछन् त्यति छैन है यो मान्छे। मान्छेको एकदमै पैसाप्रतिको आसक्ति र पपुलारिटी कलेक्ट गरेको हो भन्ने हिसाबले गरेको थिएँ मैले। सेल्फिसको पराकाष्ठा छ। अहिले चाहिँ नि एउटा चाहिँ नि ताप्लेजुङको मान्छे विकटबाट देशको राष्ट्रपति कार्यकारी के बन्यो भनेर तलै झरेर एकदमै तलभन्दा तल गएर एकदम देवत्तीकरण गर्न खोजेको छ। केपी ओलीको हिस्ट्री कसलाई थाहा छैन? 8 कक्षा फेल गरेर दुनियाँ संसारमा मान्छे मारेर, झापामा धर्मप्रसाद ढकालहरू मारेर, अहिले आफ्नै के भन्छ विद्यादेवीको लोग्नेलाई शुद्ध मारेको अभियोग छ। यो मान्छेले कसलाई राम्रो गरेको छ भने अहिलेसम्म जाल जेल के गरेर दुनियाँ पार्टी फुटाएर कसलाई कता राखेर आफै मात्रै शक्तिमा पुगेर देश दोहन गरेर त्यस्तो गरेको मान्छेको यत्रो ठुलो उदाहरण दे न यार। अमेरिकामा पढ्नेहरूको उदाहरण दे, सानो गाउँबाट अमेरिकाको ठुल्ठुलो इन्स्टिच्युटहरूमा पढेका प्रोफेसरहरूको नाम दे, अरूको नाम दे। विश्वमा कुन देशहरूमा गएको छैन नेपाली? कस्तो कस्तो नाम कमाएका छन् नेपालीहरूले? के गराएको छ त्यो खातेले? यही लाटा यस्तै नेपालीहरू जो तँ जस्तै बिक्ने नेपालीहरूको लागि किनेर सस्तो मूल्यमा दाल भात मासुमा किनेर नेता भएर अहिले त्यो उ गरे होइन? के गरेको छ र त्यस्तो प्रशंसा गर्नलाई? म कुनै पार्टीको झोले होइन। यो ओली, यो सेरे, यो प्रचण्डे ज्यानमा सबै एउटै हो मेरो लागि। तर यसरी कहिले पनि दाल भात तरकारी मासुमा बिकेर कसैको लागि 2 घन्टा लामो भाषण दिँदैन के। जब भन्छ नि यसको गीतहरू सिनेमाहरूको लागि यसले कमाउँदा यति माथि पुगिसक्यो कि यसलाई पैसाभन्दा अरूको केहीको भोग छैन कि अहिले। केपी ओलीको प्रशंसा मात्र होइन, जिन्दगीमा कुनै नेताको प्रशंसा गर्ने कलाकारहरूलाई आजैबाट बोयकट गरौँ साथीहरू। यिनीहरूको कुनै पनि शब्दको कुनै भ्यालु पनि छैन। यिनीहरूले आफ्नो लागि पैसा कमाउन चाहन्छन्। उही लास्टमा भन्छ नि के अरे भाषण त दियो बाबै बिना स्वादेको भने जस्तो, तेरो सक्यो क्या बाबु। तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया दिनुहोला। कमेन्ट, मन परे सेयर, सब्सक्राइब।